गाइस पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है त। स्वागतै नभइकन डिभोर्स भयो। स्वागत भएन त्यही नै भन्नु पर्यो। कस्तो आश्चर्यको कुरा हो नि त हैन। भन्छ लाइफमा यस्तो पनि घटना घट्दो रहेछ। तपाईले त रातै बिताउनु पाउनु भा रहेछ। मौकै पाइन मैले। रुको जरा सबर करो। बिहे गरेको दिन बुढी त सुत्दै गरै म टोयलेटमा गएर हस्ते हानेर आउँछु भन्यो होला यसको बुढाले। संसारमा 7 वटा आश्चर्य छन्, अब यिनले एउटा थपिछिन् 8 भयो। सँगै सुतेको तर केही भएन रे। ओ भाई मारो मुझे मारो दिदीलाई चोदाइ नपुगेर यस्तो भएको रहेछ। बिहे गरेको रात फुल अगरबत्तीले पूजा गर्यो होला है। उहाँको स्वागत भएन किनकि उहाँले भाइटिका लगाउन बिहे गर्नु भएको होला। कलाकार भएर कला देखाऊ, चर्तिकालाई नदेखाऊ। आप कहाँ थे ज्ञानी बाबा? हजुरले नाम फेरेर अरुणिमा लम्साल होइन द्रौपदी लम्साल राख्दा सुहाउँछ। यस्तै रमाइलो भिडियो हेर्न फन्नी कमेन्ट दिँदा आइडीलाई फलो गर्नुहोस्।